हो र सम्झि तपाईँ अलिक पछाडि हुनु पर्यो कि यो साइडमा ब्याक साइडमा तपाईँ मेन कुरो तपाईँ चाहियो कि यहाँनिर कसरी तिनजना यार हेलो हेलो नमस्ते ल है हाम्रो चाहिँ को बेलामा यस्तै छ। जागिरको सेरोफेरो घुमघाम गर्दै अहिले तल सुरुङबाट आएर अहिले फेरि माथिबाट हामी जाँदैछौँ। अस्ति हामी आउँदाखेरि त यो बाटो थिएन है होइन नि थियो यो बाटो थिएन पढाउँदै थियो कि अब त फिनिसिङ भएछ यही बाटोमा। आज चाहिँ हामी यसो जागरिकको के भन्छ अरे के भन्छ अरे त्यो चाबी झन्डाउने ठाउँतिर चाहिँ यहाँ जाँदैछौँ। सबैजना हाम्रो पलापुले टोलीहरू हुनुहुन्छ नाभिक चाहिँ रमाइलो बाङ्गो है त्यो लाइफको है र दुईजना एकदम ह्यान्डसम भाइहरू नि जागिर हुनलाई उता टाढा देखाउनु भएको छ। उहाँहरूलाई चाहिँ आज मजाले घुमाएर पठाइदिनु हुँदैन गर्नु पऱ्यो होइन अनि टिकटक गर्नु पऱ्यो ल एकदम रमाइलो छ रमाइलो छ। जिन्दगी रमाइलोले बितिरहेको छ अहिलेसम्म चाहिँ अब हेर्दै जाउँ। मेरो मामा एकदम ह्यान्डसम अब उहाँ त अब जागिर के क्रोसियाको 3 वर्षभन्दा बढी भइसक्यो घर नजाने र उहाँ खै किन हो माइजूको माया नि लाग्दैन क्या हो त्यस्तो त नभन्नु नि यार। म टिकटक गाइबरले भरे टिकटकमा हाल्नु त्यस्तो पाउँदैन है होइन गाउँको घरको मायाले त खै तान्नुपर्ने मामालाई यो खासै अब बोल्नु पर्ने शब्द त होइन यो अब यतिको भ्लग भएपछि त अब चलिहाल्छ नि होइन ल उनीहरूको युट्युब खोलिदिने यार अहिले अनि युट्युब मेरो छ त सम्झि सब्सक्राइब हान्नु छैन तपाईँ अनि कुन सालो हो जुवाई चाहिँ हो बहिनी देखाएर जय भन्लाई भन्नु त ए उहाँको बहिनी देखाए मलाई खै दिए नदिए नि घरमा त होला नि नदिए जय भन्न चाहिँ पाउँदैन यसरी बहिनीले यो भिडियो हेऱ्यो भने के भन्नु भने खै के एकदम सम्झाउनु मलाई अब त मिल्दैन लान अब 2 बिते भइसक्यो पनि सम्झाउँदै पऱ्यो हेर्नु अब हामीले यस्तो खानु जहिले यो त्यो भन्दा यो राम्रो यो कुवा कला छैन ड्राई बिग्रिसक्यो अर्को खाएन सम्झाउनु यस्तो कालो खायो भने फोक्सो के हुन्छ थाहा छ नि फोक्सो पनि त्यस्तै कालोहरू हुन्छ मोटोहरू बियर खानुहोस् सुध्रिनुहोस् त्यही हो परदेशमा दुःख गर्न आएको दुःख भयो भने चिन्ता गर्नु हुँदैन अब यस्तै धेरै हामी कति महिनापछि भेट भयो लगभग 1 सालै भनौँ न 1 वर्षै हो नि 1 वर्षपछि भेट भयो ध्यानसँग धेरै खुसी लाग्यो जेठनलाई अब जेठन यता दाइ जेठनलाई सम्झेर आउनु त्यो नै ठुलो कुरो हो क्या सम्झेर आएको है मसँग चाहिँ कति वर्षमा भेट भयो नि 2 वर्ष हाम्रो अङ्कलसँग त लगभग भयो नि 3-4 साल हो र 3-4 सालै भए अनि म त ऊ जेठनलाई सम्झेर आएको जेठनलाई फेरि जैन त केही पनि नदिएको कि फेरि खुसी केही छैन कि त्यस्तो नि हुँदैछ कि होइन कोसेली भेट्लाउने मान्छेले हो कि यहाँ बस्ने मान्छेले हो भेट्न आउने मान्छे त आउने हो नि यता बोलाउने मान्छे पो दिनु टाढाबाट आइसक्यो सुन्दला भयो नि लिएर आउनु सुन्तला त होइन हामीसँग स्याउहरू केराहरू थियो स्याउ केराहरू हुनाले अनि त स्याउ केराहरू पनि यस्तो मिठो मिठो हुन्छ अलिकति फेरि डाइट हुन्छ नि त त्यहाँले डाइट ल्याएन कि उल्टो बरु ल्याउनु भ्याइन त्यहाँसँग 1 वर्षपछि भेट भयो खुसी लाग्यो अनि सँग है त्यो भेटघाट हुनुपर्छ अलिक स्पेसल होला अर्को जोडी भेट्यो भने अलिक स्पेसल हुन्छ है हाम्रो भेटघाट स्पेसल हुनुपर्छ अनि यता अनि के सोच गरिरहेछ त नि अर्को कुन महिनातिर कहिलेतिर समर विन्टरमा त भेट्यो होइन समरमा फेरि के भेट्ने समरमा भेट्न आयो भने के ल्याउनु तपाईँहरूलाई म आइस ल्याइदिन्छु तातो हुन्छ नि त आइस पुरै ल्याएर चिसो बनाइदिन्छु माथि आइदियो
ल ल ल ल खानपिन भइसक्यो होइन त खाजा साजा के खानुभयो खाइयो होइन हजुर एकैवटा पिज्जा खाइयो अनि कोकोला खाइयो आजले अब उहाँ भेनासँग नि ल ल ल ल ल ल ल ल नागुरी अब उहाँ भेनासँग नि